सबैलाई नमस्ते, फेरि पनि स्वागत गर्न चाहन्छु मेरो युट्युब च्यानलमा। म सुगन थापा तपाईँको अगाडि फेरि एउटा सानो भिडियो लिएर आएको छु। यो चाहिँ मेरो बहिनीको घरमा चाहिँ ढलाइ छ र ढलाइमा आएको आज चाहिँ र के कसो कसो हुँदैछ त्यो तपाईँहरूलाई देखाउँदैछु। यहाँ चाहिँ खाजाको लागि रेडी हुँदैछ। ढलाइ चाहिँ माथिपट्टि छ, माथिल्लो तलामा, त्यहाँ जानु पर्ला। अब र ढलाइ चाहिँ यो तलामा हो। अस्ति चाहिँ यो मुनि गरेको थियो, माथि र ढलाइ चाहिँ यहाँ हुँदैछ हाम्रो। यस्तो ढलाइ त कहाँ हुन्छ होला है, कञ्चनजङ्घाको भ्यू हेर्दै। यो ढलाइ त भयङ्कर हो नि। होइन हौ, यतिको भ्यू भएको ढलाइ त कहाँ भयो होला है। अस्ति साइकल लिएर पनि पुग्यो भनेको नि माथि। धमाधम ढलाइ भइरहेको छ यहाँ चाहिँ। अब यो पनि उठ्यो भने चाहिँ अब भ्यू चाहिँ तपाईँको जुलुमै देख्ने छ। यहाँबाट चाहिँ अब हाम्रो कञ्चनजङ्घा कस्तो देख्छ, अब कञ्चनजङ्घाको रेन्जहरू, स्लिपिङ बुद्ध प्लस दार्जिलिङको रेन्ज। अब यो आज चाहिँ यहीँबाट तपाईँको एउटा म्याराथन थियो दार्जिलिङ। मेरो छोराहरू चाहिँ त्यहाँ गएको छ म्याराथनमा। ला मिक्सचर मिसिन त दुईजना फेरि भेट भएछ त आज त। दुईजना मिक्सचर मिसिन भेट भएछ त आज। गेस्टहरू पनि आएको रहेछ भित्र, गेस्टहरू पनि आएको रहेछ हुन्छ। यो भ्यू हेर्नु नि, यो ढलाइको भ्यू अब करै दामी देखेको छ। कति ब्यागको स्केल गरेर चोचो? यो 80-85 पुग्छ जस्तो लागेन। 80-85 को छ, पुग्छ जस्तो लागेन भनेको मेरो हिसाबले त्यसो भन्दैछ। 75 बेसी हुन्छ उनीहरू चाहिँ 85 को अलिक ठुलो भयो। 75सम्म त ठिकै होला। उनीहरूले भन्दैछ यसको मलाई तर 85 यता अब यो खासमा चाहिँ यस्तो हुन्छ। यहाँ सुन्नु, यो छ नि जुन यसको जति छ कति भयो कति, तर बिमले खान्छ नि त है। बिम अहिले चाहिँ बिमले हो नि त, बिम फुल बिममा हाल्नु पर्यो। नभए चाहिँ यो जति स्कोर कति भयो कति छैन त्यसले स्टिल निकाल्नु फुटे निस्किहाल्छ, आइहाल्छ। र यो मुनि चाहिँ सुक्खा फिट्ने चाहिँ तल रहेछ, गिलो फिट्ने चाहिँ माथि रहेछ। यहाँ चाहिँ सुक्खा फिटे हुँदैछ। आँटा गुन्ने मेसिन किनी माग्छ रे भएको पालि। करोडपति अब त अरबपति पो। ए यहाँ छ हाम्रो यहाँसम्म केटाहरू सबै डक्टर भयो क्या, मास्क पो लगाएर। दुईवटा खान्थ्यो यहाँको चाहिँ भ्यू नै राम्रो। र यहाँ चाहिँ खानापिनाको लागि, खाजाको लागि
तयारी अब चाहिँ यहाँ चाहिँ रोटी पुरी बानिन्छ अब चाहिँ पुरी खाने ए मामा भएन एक्लै हिँड्छु बसेर त आमामा ओके छ पक्का भाबीजी ओके छ अब अमित पनि आइपुग्यो अमित चिकन आयो होम डेलिभरी अमित चिकन पुरा कति किलो 4 केजी छ होला 4 केजी खालि 3.5 भनेको 4 केजी यो होला लाङसाम होला नि त पुरी सुरु भयो अब चाहिँ भाउजूको हातबाट यो चाहिँ जेट फाइटर जाँदैछ है सत्य पारी पुगिसक्यो जेट फाइटरको धुवा जेट फाइटर त होला यो र अहिले चाहिँ हाम्रो यहाँनिर चिकन पकाइ हुँदैछ मिस अनुपाले यो चाहिँ ढलाइपाटीको लागि हाम्रो यता चाहिँ ढलाइपाटीलाई पुरा खानापिना खुवाउने सिस्टम छ तपाईँहरूकोतिर चाहिँ के कसो छ र त्यसको बादमा चाहिँ म चाहिँ पकाउँछु आज लाङ्सा खानेहरूलाई यहाँ जिया पनि बिजी छ आज हाम्रो बहिनी पनि ड्राइभर भइरहेको छ ड्राइभिङमा पनि छ अघि त त्यो मिसिन पनि भएको थियो आँटा पेल्ने हो र दाइ किन आज सबै डक्टर जस्तो भएको र माथि के कसो हुँदैछ हेर्नु जाउँ बिमको ढलाइ चाहिँ सकिसक्यो होला अब अरू के हुँदैछ त्यो हेरौँ योपालि चाहिँ तर लस चाहिँ पुरा बग्दैछ यिनीहरूको यहाँ फटाफट खिच्ने पार्टीहरू लागिरहेको छ यहाँको दृश्य हेर्नु फेरि कञ्चनजङ्घा के लो 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 सक्यो सक्यो यतिको चाहिँ भएछ अहिले ढलाइ नर्मली चाहिँ आइसकेछ यो चाहिँ मिक्सर पार्टीहरू ढलाइ चाहिँ यतिको तान्ने आएको चाहिँ मात्र लागिरहेको छ यहाँको बिक्री यसो के राम्रो छ कि हेर्नुहोस् न अगाडि नजारा र म चाहिँ यहाँ अब लाङ्सा पकाउँदैछु यो पनि ढलाइपाटीको लागि हो कति चिकन खाने छ कति लाङ्सा खाने छ लाङ्सा खानेको लागि चाहिँ लाङ्सा पकाइदिनुहोस् र साथी हो मैले चाहिँ मासु पकाइसकेँ यो चाहिँ गोरुको मासु हो लाङ्सा तपाईँलाई बन्द गरेर चाहिँ माथि जान्छु के कसो हुँदैछ ढलाइमा हेर्नु आधी आइपुग्यो ल
आधी आयो यिनीहरूको त योपालि त पुरा चुनै भएछ त यो त योपालि लिक बुझाइँदैछ योपालि ग्लास झर्ने चाहिँ त्यति बुझाएन रहेछ र यहाँ लागिरहेछ सबै धमाधम माथि त्यतिकै छ लगभग 2 कोठा चाहिँ पुरा भएछ यहाँको चाहिँ ओइ गर्छ न गर्छ कुकुर पनि सँगसँग र हाम्रो चाहिँ अब भात पनि पाक्यो यहाँनिर हो यहाँ मासु 2 किसिमको छ भित्र दाल छँदैछ डराइ पनि अब लास्ट बान छ अरे यहाँ अचार छ र यहाँ चाना छ र जिया बिजी छ मामा पनि बिजी छ र अब चाहिँ लगभग ढलाइ चाहिँ सबै आँट्यो फिनिसिङ ढलाइमा लास्ट बानहरू जस्तो रह्यो अब चाहिँ पानी भयो अब अलिकति कस्तो चिया दिउनु कस्तो चिया दुधको चिया लगभग ढलाइ चाहिँ सकिसक्यो पिकअपमै भन्दैछ नि त ऊ जाने त यतिरको ए तपाईँले भिडियो गरेर लजायो कि त्यहाँ ढिलो भयो भने मान्छे पनि छैन नभयो रैफडाहरू एक पावर दाले चाहिँ दिनु भएको थियो हामीलाई यसले गर्दा अलिक सुविधा यो चाहिँ मिस्त्रीहरूको लागि एकदमै राम्रो गेरिकल यो चाहिँ अटोमेटिक गेरिकल हो अस्ति मैले अनलाइन मगाएको ती फिट्ने भयो कि त्यहाँबाट बट्टा अनलाइन मगाएको हो एकदम राम्रो काम गर्छ यसले यो चाहिँ अटोमेटिक हो त्यो धेरै बसेको छ त ल हालिदिएको त्यसो 2-3 बोराको र
अब चाहिँ लास्ट अन्तिम हामीले चाहिँ खाना खाइसक्यौँ। अब एक बान हान्दै चाहिँ माथि तिनीहरूले भात खान्छ ल। र यही थियो अब गाउँघरको भिडियो होइन, ढलाइ के हुन्छ कसो हुन्छ भन्ने चिज चाहिँ तपाईँहरूलाई मैले देखाइदिएको। र मैले पनि खाना खाइसकेँ, बिहानदेखि नखाएको, अहिले बिहान ब्रेकफास्ट खाएर चाहिँ अहिले भात खाँदैछु होइन। बेलुका त म त्यति खान्दिनँ पनि, र पनि